तारा हुनुहुन्छ उहाँ व्यङ्ग्य र मनोरञ्जनको नाम लिने हो भने नेपाली हास्य व्यङ्ग्यात्मक क्षेत्रमा उहाँको नाम नलिने हो भने पक्कै पनि हास्य व्यङ्ग्यात्मक क्षेत्र नै अधुरो देखिन्छ। म भन्न चाहन्छु मुस्कानको खोजीमा हिँड्दा भेटिने एउटा नाम, मुस्कानको खोजीमा हिँड्दा भेटिने एउटा नाम, हाँसोको बहार लिएर आउने एउटा नाम। दुःखका बादल चारैतिरबाट हटाएर, दुःखका बादल चारैतिरबाट हटाएर खुसीको घाम छर्ने एउटा नाम, नेपालीको मनको निकै प्रिय एउटा नाम, नेपालीको मनको निकै प्रिय एउटा नाम। मञ्चमा उभिँदा माहौलै बदलिदिने, मञ्चमा उभिँदा माहौलै बदलिदिने, बोल्न थालेपछि मुहारहरू खुल्ने, बोल्न थालेपछि मुहारहरू खुल्ने, व्यङ्ग्यमा सन्देश पनि छ, व्यङ्ग्यमा सन्देश, हाँसोमा मिठास भर्ने, व्यङ्ग्य मात्र होइन, व्यङ्ग्यमा सन्देश अनि हाँसोमा मिठास भन्ने सबैका मनमा बस्न सफल एक प्रिय नाम, सबैका मनमा बस्न सफल एक प्रिय नाम। अब मैले कति पनि ढिला नगरिकन मुख्य आकर्षण बिन्दुलाई मञ्चमा इन्भाइट गर्दैछु। त्योभन्दा अगाडि